बुद्धले खेलेको पहिलो खेल्ने कबड्डी हो भनेर भनिन्छ, जुन सन् 1993 मा बनेको हलिउड चलचित्र लिटल बुद्धामा पनि देख्न पाइन्छ। कतै हुतुतु कतै कबड्डी भनेर खेलिने खेल। हाम्रा पुर्खाहरूले कपर्दी कपर्दी भन्दै खेल्दै आएको खेल कबड्डीको नामबाट प्रचलित भएको छ। The International Kabaddi Federation has been established with 3 founding nations, Bangladesh, India, and Nepal, marking a significant step in the sport's journey onto the global stage. अखिल नेपाल कबड्डी सङ्घको स्थापना भयो 2034 सालमा। त्यसको चाहिँ संस्थापक अध्यक्ष हाम्रो श्री रामकृष्ण भट्टराईज्यू हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ 36 सालमा प्रथम राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नुभयो। त्यसै गरी 37 सालमा दोस्रो राष्ट्रिय सञ्चालन गर्नुभयो। प्राविधिकको आवश्यक पर्छ भनेर उहाँहरूले चाहिँ अब प्राविधिकलाई तालिमको लागि पठाउने सङ्घको निर्णय भए अनुसार परिषदसँग छलफल गरियो। 2038 सालमा प्राविधिक पठाउने भनेपछि म त्यसमा चाहिँ छनौट परेर म पढ्नको लागि मित्र राष्ट्र भारतको बेङ्गलोर साउथ सेन्टर स्थित प्रशिक्षण इन्स्टिच्युटमा गएर तालिम लिएर म फर्किएँ। 14 अञ्चलमा कसैलाई पनि यो नियम त्यति राम्रो थाहा नभएको आधुनिक किसिमबाट हाम्रो आफ्नै स्टाइलले खेल्थ्यौँ। त्यति बेला मैदानको कुनै नापजोख थिएन, नियमको पनि थिएन। प्रत्येक अञ्चलमा 15-15 दिनको चाहिँ नै तालिम दिनै पर्छ भन्ने प्रस्ताव पेश भएपछि सङ्घले सो प्रस्ताव अनुसार मेचीदेखि महाकालीसम्म 2वटा अञ्चल बाहेक, रापती र धौलागिरी बाहेक अरू अञ्चलहरूमा प्रशिक्षण दिएर 2039 साल पुस महिनामा पुरुषहरूको र माघ महिनामा महिलाहरूको चाहिँ राष्ट्रिय प्रतियोगिताहरू चाहिँ हामीले सञ्चालन गऱ्यौँ। प्राविधिकहरू एकदमै कम, म एक्लै थिएँ। अनि प्राविधिकहरूलाई अझ पढ्न पठाउनको लागि उत्कृष्ट खेलाडीहरू प्रशिक्षणको दौरानमा छानेर मैले केही खेलाडीहरूको चाहिँ त्यहाँ सिफारिस गरेँ, जसमा चाहिँ मेची अञ्चलबाट विमल पोखरेल हुनुहुन्थ्यो। 2039 साल असोज महिनामा महेन्द्रनगरमा 1 हप्ते निर्णायक प्रशिक्षण क्याम्प राख्नुभएको थियो। मैले त्यहाँ रेफ्री क्लिनिकमा भाग लिएँ र उत्कृष्ट रेफ्री घोषित भएँ। अन्तर्राष्ट्रिय प्रथम एसियन च्याम्पियनसिप 1980 मा भारतको कलकत्तामा हुने भनेर खेलाडीहरूलाई प्रशिक्षण पनि गराइयो। कलकत्तामा बाढी पहिरो, सामुद्रिक आँधी के भएर त्यो खेल त्यहाँ सञ्चालन हुन सकेन। बङ्गलादेशमा दोस्रो साउथ एसियन गेम्समा कबड्डी खेल पनि समावेश भयो। नेपालबाट पनि भाग लिन गएका थियौँ। हामीले उहाँ खेल्यौँ। खेल्दाखेरि अब हाम्रो जम्मै खेलाडीहरूको वेट चाहिँ एभरेजमा निकाल्दाखेरि 62-63 केजी थियो भने इन्डियन र पाकिस्तानको खेलाडीहरूको वेट चाहिँ 90, एभरेजमा 90 केजी थियो। त्यहाँ चाहिँ एउटा घटना के घट्यो भने इन्डियाको 1 जना खेलाडीले नेपालको 3 जना खेलाडीलाई कबड्डी भन्दै लगेर उचालेर आफ्नो कोर्टमा लिएर आए। तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहज्यू पनि हेरिराख्नु भएको थियो। अनि खेल समाप्त भयो। उहाँले भन्नुभयो अबदेखि उपरान्त कबड्डी खेल हामी कहीँ पनि समावेश गर्दैनौँ। शरदचन्द्र शाहले उहाँले चाहिँ सापको मिटिङमा अब खेलाडी कबड्डी गेममा नेपालले भाग लिने हो भनेदेखि 75 केजी सम्मको खेलाडीले मात्रै खेल्न पाउने भनेर एउटा नियम बनाउनु भएको थियो। त्यो चाहिँ नयाँ कुरो त्यो एउटा भयो। जयपुरमा 2nd एसियन च्याम्पियनसिप भयो। त्यति बेला नेपालले
बङ्गलादेशले श्रीलङ्काले 80 केजीभन्दा माथिको खेलाडीहरू इन हुन्छ भने हामी अबदेखि उपरान्त अन्तर्राष्ट्रियमा भाग लिँदैनौँ भन्ने प्रस्ताव राखेपछि अनि 80 केजीमा यो कबड्डीको खेलाडीहरू चाहिँ नै 80 केजीभन्दा माथिकोले खेल्न नपाउने भयो। तर आफ्नो मुलुकमा त जतिसुकै केजीको खेलाए पनि अन्तर्राष्ट्रियमा चाहिँ 80 केजीभन्दा माथिकोले खेल्न पाउँदैन। अनि 1982 नवौँ एसियाली खेलकुद दिल्लीमा भएको थियो। त्यो दिल्लीमा भएको 9औँ एसियाली खेलकुदमा नेपाल र भारतको पुरुष र महिलाहरूको टिम बीच प्रदर्शन खेल आयोजना भयो। त्यति बेला एसिया मुलुकका 42-45 वटा राष्ट्रहरूका प्रतिनिधिहरूले त्यो खेललाई अवलोकन गरे। त्यसपछि 1992 मा चाइनामा भएको एसियाली खेलकुदमा यो खेल पहिलोचोटि एसियन गेममा समावेश भयो। यो सायद संयोग थियो होला। नेपाल भारत र चीनको बीचमा रहेको देश जहाँ कबड्डीको सुरुवात भारत हुँदै नेपालमा फैलियो र पहिलो चोटि चीनमा भएको एसियन गेम्समा खेलियो। 37개국 5,200여 명의 선수단이 참가, 공인체육장에서 성대한 개막식을 갖고 16세에 걸친 장행에 나선 것입니다. 11औं एसियन गेम्स मित्र राष्ट्र चीनको पेकिङमा भएको थियो। अहिले चाहिँ बेजिङ भनिन्छ। हो, पहिलो पटक एसियन गेमहरुमा पहिलो पटक 1990 को बेजिङ एसियन गेममा सहभागी भएको। It was 1990. First time kabaddi was introduced as a major event, competitive event in the Asian Games. एसियन एमेच्योर कबड्डी फेडरेसनलाई रिक्वेस्ट गरेपछि उसले पनि केही सहयोग गरेको हुनाले नेपालले त्यहाँ भाग लिन गयो। त्यसबेला केशव गौतम जी र म चाहिँ त टिमका कोच थियो अथवा टिम म्यानेजर टिम कोच भएर गएका थियौँ। त्यसबेलाका खेलाडीहरू हाम्रो अहिलेको यो विष्णु दत्त भट्ट भन्ने कोच हुनुहुन्छ, लोकबहादुर विष्ट भन्ने कोच हुनुहुन्छ। त्यहाँ एउटा घटना के घटेको छ भने हाम्रो देशको लोकबहादुर विष्टले बङ्गलादेशसँग खेल्दा एकै रेडमा 5 अङ्क लिन गए। त्यो गेममा लोकबहादुर मेरो सहकर्मी साथी नै हो। उहाँले चाहिँ एकदम राम्रो पर्फर्मेन्स दिनुभएको थियो। एउटा रेडमा चाहिँ 5 पोइन्ट लिएर आउनुभएको थियो। त्यसमा मेरो एउटा अन्तर्राष्ट्रिय रेकर्ड छ। 5 जना खेलाडीलाई मैले आउट गरेर अहिलेसम्मको त्यो रेकर्ड अन्तर्राष्ट्रिय उसमा कसैले पनि मेरो रेकर्ड ब्रेक गर्न सकेको छैन अहिलेसम्म। त्यसपछिको गेम भनेको 98 13औं एसियाली खेलकुद प्रतियोगिता थाइल्यान्डको बैङ्ककमा भएको थियो। त्यसमा म स्वयं आफै नेपालको टिम क्याप्टन थिएँ। राष्ट्रिय खेलकुद परिषद जो मूल आयोजक समिति थियो उसले प्रशिक्षकबाट मलाई निष्कासित गरी अनि अर्कैलाई प्रशिक्षक राखी टिम व्यवस्थापक पनि परिषदको सदस्यलाई राखेर टिम थाइल्यान्डतिर प्रस्थान भयो। त्यहाँ नेपालको प्रदर्शन हामीले त्यति राम्रो देखाउन सकेनौँ। त्यहाँ अब कुन के हो, अब खेलाडीहरू बढी बिरामी र स्वयं म पनि आफै बिरामी परेँ त्यहाँ गएर। अब खेलाडी पनि घाइते भए। हामीले सोचे अनुसारको त्यहाँ प्रदर्शन आफ्नो देशको लागि दिन सकेनौँ। अब नेपालको टिम पुग्यो। भोलिपल्ट इन्डियासित खेल भयो। त्यो पहिलो खेल मात्र खेलेको थियो। पर्सिपल्ट बङ्गलादेशसँग खेल थियो। पर्सिपल्ट बिहानै नेपालको टिम नेपालै फर्किनु पर्यो। 6 बजे खेलै खेल्न पाएन र यो एउटा दुर्भाग्यको कुरा थियो। यसरी अपरिपक्वतालाई टिम जिम्मा दिएर पठाउँदाखेरि खेल्नै नपाइकन टिम फर्किनु परेको यो बडो कबड्डीकै लागि दुर्भाग्यको थियो।
A word about the mascot of the 8th South Asian Federation Games. The mascot for the 8th SAF Games is called the Him Kancha. That's actually a snow leopard found in the high Himalayas of Nepal. Although the number of this rare species is dwindling, it's estimated. नेपालमा भएको 8औं साफ गेम 1999 मा भएको थियो, जुन त्यो टिममा नेपालको टिममा स्वयं म नै टिम क्याप्टन थिएँ। त्यसमा खेल प्रदर्शन हाम्रो धेरै राम्रो भएको थियो। नेपालको टिमले एउटा पाकिस्तान जस्तो टिमलाई अहिलेसम्म नजितेको इतिहास पनि छ नेपाल टिमले। त्यो भूमिमा हामीले जितेका थियौँ। बङ्गलादेशसँग अलिअलि पोइन्टले हामी चुक्यौँ। जितेको म्याच हाम्रो हातबाट निक्ल्यो। 54 सालमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा बाँकेको नेपालगञ्जमा भएको थियो। त्यसमा पनि हामीले दोस्रो स्थान हासिल गरेका थियौँ। त्यसपछि गएर धेरै लामो अन्तरालसम्म खेलहरू प्रतियोगिताहरू हुन सकेनन्। त्यसपछि गएर एकैचोटि हाम्रो 5औं राष्ट्रिय प्रतियोगिता 2065 सालमा भयो, जुन कि 11 वर्षपछि भयो। Our top story in Nepal, government forces fired on thousands of pro-democracy demonstrators today. At least 44 people were killed. जनयुद्धले नेपाली समाज समग्रमा देश नै प्रभावित भएको थियो, असर परेको थियो हैन। त्यो 11 वर्षको ग्याप भनेको एकदमै ठुलो ग्याप हो। 11 वर्ष गेमै नहुँदाखेरि एउटा खेलाडीको करियरै सकिन्छ भन्ने लाग्छ। हाम्रो कबड्डीको सबभन्दा नराम्रो समय 2046 साल पछाडि बहुदलीय प्रजातन्त्र नेपालमा आयो। त्यस पछाडि समग्र खेललाई नै धेरै नराम्रो समय आयो। धेरै लामो समयसम्म चाहिँ कुनै टुर्नामेन्टहरू भएन। संविधान सभाको निर्वाचन कुनै पनि मूल्यमा गणतन्त्रको घोषणा हुनुपर्छ। जुन 11 वर्षको अन्तरालमा एउटा खेल नहुनु भनेको खेलाडीको लागि कति विडम्बना हुन्छ। प्रतियोगिता एउटा राष्ट्रिय प्रतियोगिता नै हुन सकेन त्यो बिचमा। यो बिचकोमा जुन धेरै ग्याप भयो, त्यो टाइम चाहिँ कबड्डीको सबभन्दा दुर्दशै भएको थियो। अब माओवादी दण्ड पनि भयो र आर्थिक अभावले पनि त्यति बेला चाहिँ राष्ट्रिय प्रतियोगिता हुन नसकेको कुरा साँचो हो। त्यति बेलाका खेलाडीहरूले साइड सङ्घमा बसेका साथीहरूलाई अलि स्क्विज नै माग्नुपर्छ। कबड्डीको टुर्नामेन्ट तपाईँको 2046 पछाडि एउटा 48 मा भयो। त्यस पछाडि भएको भने एकैपल्ट 53 मा महेन्द्रनगरमा भयो। त्यस पछाडि 54 मा चौथो राष्ट्रिय खेलकुद भनेर नेपालगञ्जमा भयो। चौथो नेसनल गेम नेपालगञ्जपछि 2054 सालपछि 2065 साल करिब 11 वर्ष नै हो एक्ज्याक्टली। त्यो बिचमा कुनै पनि खेलकुद गतिविधिहरू एउटा कबड्डी प्रतियोगिताहरू नेसनलिटी हुन सकेनन्। बडा दुःखको कुरा हो। हरेक चिजमा कुरा के हुन्छ भने कुनै चिजलाई प्राथमिकतामा राखिँदैन भने त्यस चिजको विकास विस्तार गर्न गाह्रो छ। राजनीतिक परिवेश नमिलेर होला, सायद बजेटको अभावले होला र गर्ने मान्छेको पनि अलिक अभावले पनि होला। त्यतिखेर लगातार गेम नभएर बिचमा लामो समयसम्म रहेको नेसनल गेम नभएको अवस्था। हामीले यो गराउनै पर्छ। यो हाम्रो देशको शिरलाई ठाडो पार्ने खेलकुदले हैन, यसले मेडल आउँदाखेरि हाम्रो देशको पहिचान हुन्छ भन्ने कुरोलाई त्यति फोकस नगरेर यसलाई चाहिँ मनोरञ्जनको रूपमा लिएको थियो। मनोरञ्जन तत्काल गर्न पाएन अथवा तिनीहरूले बजेट विनियोजन गर्न पाएनन् होला, अथवा तथाकथित कुराहरूले चाहिँ यो गेमलाई चाहिँ 11 वर्ष चाहिँ पोस्टपोन गरिएको थियो तिनीहरूको उसमा। अब त्यति बेला यो क्षेत्रीय गेम र राष्ट्रिय प्रतियोगिता मात्र नभएको हो। देशमा जनआन्दोलन र राजनीतिक अस्थिरता भए तापनि अन्तर्राष्ट्रिय रूपमा कबड्डी खेल अगाडि बढिरहेकै थियो। राष्ट्रिय स्तरमा खेल्न नपाए तापनि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नेपालले भाग लिइरहेकै थियो। र यही अन्तरालतिर कबड्डी माटोदेखि मैदानसम्म लाने परिस्थिति अन्तर्राष्ट्रिय स्तरमा सृजना भइरहेको थियो। त्यो हामीले माटोकै ग्राउन्डमा धुलो माटोमा
खेलेर आज यो ठाउँमा हामी आइपुगेका छौँ। समय एउटा परिवर्तनले भनौँ। जयपुरमा भएको खेलमा जापानिज खेलाडीले लेन्स लगाउनु भएको रहेछ। खेल्दा खेल्दै पक्रिँदा आदि इत्यादि हुँदा उहाँको आँखाबाट लेन्स झरेछ भुइँमा, त्यो धुलोमा पर्यो र उहाँलाई बडो गाह्रो परेको थियो। एसियन बडीको बैठक बस्यो। जापानले पनि प्रस्ताव राख्यो कि यो खेल चाहिँ म्याटमा खेल्नुपर्छ, अब धुलोमा खेलेर हुँदैन। त्यसपछि यो म्याटमा खेल्ने सुरु भएको हो। अनि यो सुरु कहाँबाट गर्यो भन्दा श्रीलङ्कामा भएको दक्षिण एसियाली खेलकुदबाट यो सुरु भयो। 1990 मा त्यो थर्ड एसियन च्याम्पियनसिप श्रीलङ्कामा हुँदाखेरि त्यहाँ मेटको प्रयोग गर्यो। अब मेटको प्रयोग गर्दाखेरि हाम्रो खेलाडीहरूलाई चाहिँ त मेटमा खेलेको अनुभव थिएन। अब मेटमा खेल्दाखेरि चाहिँ त खाली खुट्टा फेरि खेल्नु नहुने रहेछ। त्यो मेटको सुहरू अलग्गै बन्दो रहेछ। पछि गएर त सबै देशमा चाहिँ त यो मेटको सुहरू पनि प्रोडक्सनमा आए। सबैले चाहिँ त मेटमै गरे। पछि 1990 को फेरि बेजिङ एसियन गेम्स भयो। त्यसपछि बेजिङको एसियन गेम्समा चाइनामा 1990 मा पनि अहिलेको त्यहाँ पनि मेटमा खेलाउने शुभारम्भ गर्यो। पहिला थर्ड एसियन च्याम्पियनसिप कोलम्बोबाट पछि 1990 को एसियन गेममा पनि यो मेट सुरुवात गर्यो। त्यसपछि चाहिँ त अब कन्टिन्यू मेट चाहिँ त मेटमै खेल्ने भएर यो खेल खेलिन थालेको अवस्था हो। I declare open the 9th South Asia Federation Games. Well, the President of Pakistan, General Pervez Musharraf, officially declaring the 9th SAF Games open. And to the fanfare, balloons, international colors of Pakistan. एकदम सम्झना छ। त्यतिखेर म्याट पनि थिएन, हामी के अरे उसमा घाँसमा खेल्थ्यौँ होइन। घाँस थियो। नेपालबाट प्र्याक्टिस गर्दाखेरि हामी माटोमा खेलेर गयौँ। माटोमा खेलेर जाँदाखेरि त्यहाँ चाहिँ म्याटमा खेल्नुपर्ने अवस्था आयो है। र नेपालले जुत्ता पनि दिएको थिएन है, किन थाहै थिएन म्याटमा खेल्नुपर्छ, जुत्ता पनि हुन्छ भनेर होइन। अनि त्यहाँ चाहिँ हामीले म्याटमा खेल्नु पर्दाखेरि त्यो दिन सम्झिँदा चाहिँ खुट्टा यस्तो पोल्थ्यो। मेरो फर्स्ट म्याच एक्सपिरियन्स कस्तो छ भने 2004 मा हामीले फर्स्ट टाइम म्याटमा खेलेका थियौँ पाकिस्तानको साफ गेम। त्यतिखेर कस्तो थियो भने म्याट सुज थिएनन् अरू कन्ट्रीहरूसँग पनि, तर उनीहरूसँग के थियो भने व्हाइट क्यानभस थियो, त्यसमा उनीहरू खेल्थे। तर हामीहरूले चाहिँ खाली खुट्टा चाहिँ म्याटमा गेम खेलेका थियौँ। फर्स्ट नेपालको पहिलो पार्टिसिपेट हो हामीहरूले म्याटमा गेम खेल्ने मान्छे भनेको। हामीहरू तत्कालीन खेलाडी, मेरो टोली त्यतिखेरको 9th साफमा पाकिस्तान जाने टोली चाहिँ फर्स्ट टाइम चाहिँ म्याटमा म्याच खेल्ने टोली भने हाम्रो टोली हो। 11 वर्षपछि चाहिँ खेलकुदले एउटा ठुलो फड्को चाहिँ मारेको थियो 2065 सालमा। यो सम्पूर्ण खेल र खेलाडीहरूको लागि एउटा सुखद क्षण रहेको जस्तो लागेको थियो त्यतिखेर होइन। म त्यतिखेर भर्खर पदाधिकारी थिएँ र त्यसमा चाहिँ कबड्डी नेसनल गेम पनि सम्पन्न भएको थियो। कबड्डीको लागि यो नयाँ अध्याय सुरु भयो। 11औं दक्षिण एसियाली खेलकुद 2010 मा ढाकामा नै भएको हो। ढाकामा महिला पुरुष टिमले हाम्रो सहभागिता थियो। म महिला टिमको प्रशिक्षकमा म र त्यस बेलाको चिफको शान्ति सिंहजी हुनुहुन्थ्यो र पुरुष टिमको टिम कोचहरूमा विमल पोखरेल र हजुरको रामनारायण राय भन्ने हुनुहुन्थ्यो। त्यतिखेर कस्तो भयो भने त्यो सिलेक्सन नेपालबाट गरेर त गइयो, तर त्यहाँ कबड्डी सङ्घ लगायतले मलाई चाहिँ जानबाट वञ्चित गरिदियो। बङ्गलादेश जान दिएन। तर म के खुसी थिएँ भने बङ्गलादेश मेरो लागि ठुलो कुरो होइन। तपाईँलाई यो खेलाडी जुन चेन्ज भयो, परिवर्तन भयो र यिनीहरूले राम्रो रिजल्ट लिन्छ भने म एकदम आशावादी थिएँ र त्यही अनुसार तपाईँलाई त्यो रिजल्ट भयो। नेपालले पहिलो पटक सेमी फाइनल प्रवेश गर्यो। सेमी फाइनलमा पुगेको टिमहरू 4वटा टिम चाहिँ त मेडलिस्ट हुने भन्ने नयाँ नियम चाहिँ त यो एसियन कबड्डी फेडरेसनले बनाएको अवस्था चाहिँ थियो। त्यसबेला हाम्रो टिम पनि 2टा टिम फाइनल पुग्ने र 2टा सेमी फाइनलमा लुजर टिमहरू थर्ड हुने, तेस्रो मेडल पाउने भन्ने
नियमअनुसार हाम्रो दुईटै टिमले पहिलो पटक महिला र पुरुष टिमले चाहिँ ढाकाबाट थर्ड मेडल लिएर आएको अवस्था। अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिलो पदक आइरहँदा नेपालको मधेसमा एउटा 16 वर्षको केटा कल्याण भुजेलले आफै जुनियर नेशनल कबड्डी गेम अर्गनाइज गर्दै थियो। 16-17 वर्षको थियो। त्यतिखेर त्यसले एउटा आफ्नो दाजुको नाममा, आफ्नो दिवंगत भएको दाजुको नाममा एउटा जुनियर नेसनल गेम गराएको थियो जनकपुरमा। बर्खाको बेला थियो, मधेसमा आगो दन्किराखेको बेला थियो। त्यतिखेर मधेस आन्दोलन चलेको बेला थियो। आजभन्दा करिब करिब मलाई लाग्छ 12-13 वर्ष पहिलो कुरो हो। मलाई चिफ कोच भएको नाताले उहाँहरूले आयोजकले चाहिँ मलाई बोलाएको हुनाले म गइरहेको थिएँ। मैले त्यो पुरा टुर्नामेन्ट हेरेँ। अब 15-16 वर्षको बच्चाले धनुषामा जुनियर च्याम्पियनसिप गर्नुभयो। त्यसमा मेरो भक्तपुरको टिम पनि पार्टिसिपेट भएको थियो। त्यतिखेर हाम्रो नेपालमा कबड्डी प्रतियोगिता नहुने हैन। अब म त्यतिखेर भर्खर कबड्डी स्टार्ट पनि गरेको थिएँ हैन। हाम्रो गाउँको सिनियर दाइहरू एकदमै कबड्डीमा इन्टरनेसनल लेभलमा पुगेर आउनु भएको थियो। अनि उहाँहरूलाई हेरेर देश विदेश गएको हेरेर हैन। अनि हाम्रो रेगुलर ट्रेनिङ हुने त्यतिखेर हाम्रो त्यहाँ एउटा हल छ हैन, श्रेयसर स्कुलको। त्यो हलमा चाहिँ ट्रेनिङ हुँदा जहिले म त्यहाँ जाने अनि हेर्ने। त्यो हेर्दा हेर्दा मलाई एकदम भयो के। अनि दाइहरूलाई सोध्थेँ, जहिले खालि इन्टरनेसनल गेम खेल्न मात्र गइराख्ने, नेसनल गेम यो प्रदेश यो जिल्ला नहुने। बिचरा एकदम त्यत्रो नेसनल गेम गरायो। आउने जाने भाडा, खाने बस्ने सुत्ने सारा व्यवस्थापन उसले आफ्नो व्यक्तिगत अथवा उसले त्यहाँ चन्दा उठाएर अथवा कुनै तरिकाबाट पनि त्यतिखेर जुनियर हुँदाखेरि नै उसले चाहिँ त्यस्तो नेसनल गेम सम्पन्न गर्न सफल भएको केटो हो। अनि त्यतिखेर चाहिँ मैले चाहिँ आफैमा उ गरेँ। किनभने अगर मैले जब गेम खेलेन भने या प्रतियोगितै भएन भने म कसरी हाइलाइटमा आउँछु, कसरी म अगाडि बढ्छु भनेर मैले चाहिँ त्यहाँको एउटा सिनियर दाइहरूसँग हैन कुरो गरेर हैन, उहाँहरूसँग कुरो गरेर एउटा जुनियर प्रतियोगिता गराउँ हैन। किनभने भोलि म जस्तो खेलाडीहरू पनि अगाडि बढ्नको लागि एउटा प्लेटफर्म हुन्छ भनेर मैले उहाँ सिनियर दाइहरूसँग सल्लाह गरेर हैन। अनि आफ्नै त्यतिखेर एउटा मेरै आफ्नै घरको मान्छे एउटा एक्सिडेन्ट डेट भएर बित्नुभयो हैन। अनि त्यही दाइको नाममा मैले हैन, दाइको नामलाई जोडेर मैले एउटा जुनियर नेसनल गेम गराएँ उहाँकै स्मृतिमा। राष्ट्रिय कबड्डीको तेस्रो पुस्तासम्म आइपुग्दा नेपाल कबड्डी केवल इतिहास बुन्दै थिएन, उसले आफ्नै सुनौलो भविष्यको आधारशिला राख्दै थियो। संघर्षका छायाहरू बीचमा पनि आशाको ज्योति निभेन। अन्तर्राष्ट्रिय स्तरमा त्यो सपना उजागर गर्ने समय आएको थियो र हरेक नयाँ मोडसँगै जन्मिँदै थियो एउटा नयाँ पहिचान। प्रो कबड्डी लीग ने भारत में कबड्डी के खेल की लोकप्रियता को एक नए शिखर तक पहुंचाया है। प्रो कबड्डी टीम के टेक्निकल डायरेक्टर ई प्रसाद राव का मानना है कि कबड्डी भारत की जड़ों से जुड़ा अपना खेल है और यही वजह है कि हर आयु वर्ग के लोग कबड्डी देखना पसंद करते हैं। पिकेएल सिलेक्सन त सबैको ड्रिम हुन्छ कबड्डी खेल्न, किनकि वर्ल्डको टप 1 मा हुन्छ यो लिग पिकेएल। त धेरै खुसी भएको थियो पिकेएल सिलेक्सन मिला। जब पिकेएल सुरु भयो नि म एकदमै खुसी भएको थिएँ। किनभने चाहिँ त्यतिखेर हाम्रो गेमहरू एकदमै म पनि त्यतिखेर एकदम कबड्डीमा अलिकति राम्रो पनि भइसकेको थिएँ, सबैले चिन्ने पनि भएको थियो हैन। र पहिलो पिकेएलको सिजनमा चाहिँ म आफै यी पटना, हाम्रो जनकपुरबाट नजिक पर्छ पटना, म बाइक लिएर पहिलो पिकेएल हेर्न गएको। र नेपालमा चाहिँ इन्डियाको जस्तै प्रो कबड्डी जस्तै चाहिँ नेपालमा पनि एउटा फ्रेन्चाइज गर्नु पर्यो भनेर त्यो प्रपोजल आइसकेपछि त्यसमा विभिन्न तरिकाबाट छलफल हुन थाल्यो। प्रो कबड्डी लीगले अन्तर्राष्ट्रिय जगतमा कबड्डीको स्तरलाई नयाँ उचाइतिर लगिरहेको थियो र त्यही समयमा अन्य इन्टरनेशनल कबड्डी टुर्नामेन्टहरू पनि निरन्तर भइरहेका थिए, जहाँ नेपालले पनि सहभागिता जनाउँदै हरेक प्रतियोगितासँग आफ्नो खेल, अनुभव र आत्मविश्वासलाई अझै मजबुत बनाउँदै लगिरहेको थियो। अब नेपालबाट एसियन गेम्समा सहभागी भएको त्यो पनि चौथो पटक थियो। त्यो मैले भने 1990 पछि 1994 मा र 1984 मा हिरोसिमा एसियन गेममा नेपाल टिम सहभागी भयो।
एसियन गेममा 1998मा 1998मा हजुरको त्यो थाइल्यान्डको एसियन गेम्समा समावेश भयो। त्यसपछि ग्याप हुँदै आएको अवस्थामा चौथो पटक पनि 2018मा चाहिँ त इन्डोनेसियाको एसियन गेममा नेपाली कबड्डी टिम समावेश भएको अवस्था थियो। 2019मा भएको हजुरको 13औं दक्षिण एसियाली खेलकुद चाहिँ त एउटा हाम्रो लागि कबड्डी खेलको लागि अविस्मरणीय नबिर्सन सकिने इभेन्टको रूपमा थियो। किनभने 13औं दक्षिण एसियाली खेलकुदमा हाम्रो तयारी पनि अलि राम्रै गरेका थियौँ र वैदेशिक प्रशिक्षणको रूपमा हामी भारतको महाराष्ट्र कोल्हापुरमा गएर 1.5 महिना बसेर प्रशिक्षण गरेका र त्यहाँ फ्रेन्डली म्याचेसहरू अथवा यो प्र्याक्टिस म्याचेसहरू पनि खेलेको हुनाले चाहिँ त नेपालमा चाहिँ त पहिलो पटक हामीले श्रीलङ्कालाई हराउन सफल भयौँ, बङ्गलादेशलाई हराउन सफल भयौँ र ती बलिया टिमहरूलाई हराउँदै हामी चाहिँ त सेमी फाइनलमा प्रवेश गर्यौँ। हाम्रो 13 साउथ एसियन गेममा हाम्रो सुरु म्याच हाम्रो बङ्गलादेशसँग परेको थियो, जुन चाहिँ हामी जहिले पनि बङ्गलादेशसँग खेल्दाखेरि हामीलाई सहज नै भएको थियो। अनि त्यसमा पनि अरू खेलाडीहरू पनि कस्तो भनेपछि श्रीलङ्कन खेलाडी अनि बङ्गलादेश खेलाडी तिनीहरू भनेपछि हाम्रै लेभलको खेलाडीहरू हुन् र तिनीहरूलाई हामीले सजिलै जित्न सक्छौँ भनेर एउटा आफ्नो होम ग्राउन्डमा खेलिसकेपछि त्यति हाम्रो फ्यानहरू पनि धेरै थिए, साथीहरू पनि टन्नै आएको थियो, तिमीहरू गर्न सक्छौ, जित्न सक्छौ। अनि त्यही मोरलको साथ हामीले खेलिरहेको थियौँ। अनि प्लस हामीले बङ्गलादेशलाई जितिसकेपछि हामीलाई झन् हौसला र आँट बढ्दै गयो र श्रीलङ्कासँग हाम्रो फेरि अर्को म्याच पर्यो। सेमी फाइनलमा चाहिँ त हामीले फेरि बङ्गलादेश र श्रीलङ्काकै सामना गर्नुपर्ने भयो उतापट्टिबाट र त्यसमा चाहिँ त हाम्रो खेलाडी मानमती बिष्ट र यो कमला थापा भन्ने खेलाडी हुनुहुन्थ्यो। कमला थापाले त्यो खेलमा धेरै सबभन्दा बढी अङ्क अर्जित गर्नुभएको थियो। त्यो म्याचभरिमा उसले रेडिङ पोइन्टमा 7वटा पोइन्ट ल्याएको थियो भनेपछि श्रीलङ्कासँग चाहिँ हाम्रो टक्कर गेम भएको थियो। जस्तै हाम्रो 24 मिनटसम्म चाहिँ श्रीलङ्का लिडमा थियो, हामी चाहिँ लिडमा थिएनौँ। त्यो बेला हामी उनीहरूभन्दा 6 पोइन्ट कमको उसमा थियौँ, पछाडि थियौँ अनि पछाडि थिए। अनि त्यसपछि चाहिँ ठ्याक्क श्रीलङ्काको कर्नरले टिमले मलाई चाहिँ थाई होल्ड गर्दाखेरि टर्निङ गरेर 4 पोइन्ट आएको थियो। त्यसरी हामी त्यो हिसाबले अगाडि बढेको थियौँ। हो, मानमती बिष्टले चाहिँ त एकै रेडमा चाहिँ त 3 पोइन्ट र मेन खेलाडीहरूलाई आउट गरिसकेपछि अनि त्यो गेम हामी जित्न सफल भएको थियौँ। त्यसमा पनि हामीले धेरै तारा गुरुले धेरै हामीलाई रणनीति सिकाउनु भएको थियो। यो यसरी जाने, यो रेडर यसरी, अब लास्ट इन्डिङमा एकदम बलियो रेडर गएर अनि टर्निङ गरेर पोइन्टहरू लिएर आउने भनेर सिकाउनु भएको थियो। अनि त्यसरी चाहिँ हामी त्यसमा चाहिँ फाइनल भिड्न चाहिँ सक्सेस भएको थियौँ। त्यतिखेर म नेपाल टिममै थिएँ हैन, म टिमसँगै थिएँ हैन। हामी केटाले राम्रो अभ्यास गर्दै पनि हामीले चाहिँ नेपाललाई जुन हामी प्रति आशा थियो, सङ्घलाई, हाम्रो देशलाई, सुँगो नेपाललाई जुन आशा थियो हामीसँग हैन, केटाकेटीले दुइटैले गर्छ तर हामीले चाहिँ त्यो पदक चाहिँ देशलाई दिन सकेन। तर त्यहाँबाट एउटा टर्निङ पोइन्ट के छ भने नेपालमा इतिहासमा हाम्रो महिला टिमले नेपालमा पहिलो 13 साउथ एसियन खेलमा नेपालले पहिलो इन्डियासँग फाइनल खेल खेलेको। त्यसमा पनि नेपाल सेकेन्ड भयो हैन, दोस्रो ल्याउन सफल भयो हैन। त्यसमा त्यहाँबाट कबड्डीको एकदमै चेन्जेस आयो फेरि है। हामीले नगर्न सकेको कुरो पनि हाम्रो चेलीहरूले, जुन नेपाली हैन दिदीबहिनीहरूले, हाम्रो चेलीहरूले चाहिँ एउटा एकदमै राम्रो कबड्डीको मुहार त्यहाँबाट अलिकति राम्रो स्टार्टिङ फेजतिर हालिदियो फेरि त्यहाँबाट। फाइनलमा हामी चाहिँ त वास्तवमै भारत बलियो प्रतिद्वन्दी थियो, भारतसँग हामी पराजित भएका थियौँ। यो नै कबड्डीको पहिलो इतिहास थियो जुन फाइनलमा पुगेको इतिहास थियो। त्यस्तै नेपाली भलिबल महिला टिमले पनि सेम त्यही इतिहास रचेको हो त्यस बेला। तर अब भलिबलका साथीहरूले धेरै प्रयास गरेर भलिबललाई राष्ट्रिय खेल बनाउनु भयो, अगाडि लाउनु भयो, उहाँहरू चाहिँ त थुप्रै प्रयास गर्नुभयो। तर कबड्डीको त्यति बेला सङ्घका साथीहरू पनि धेरै एक्टिभ भएर धेरै सबैले लागेको भयो। सायद कबड्डीले पनि धेरै एक्सपोजर पाउँथ्यो, राष्ट्रिय खेल हुन सक्ने सम्भावना
मध्ये थियो। तर भएर हामीले भलिबललाई पनि बधाई दियौँ। तर भलिबलको महिला टिम र कबड्डीको महिला टिमले रचेको इतिहास एउटै प्रकारको छ। त्यो अविस्मरणीय ऐतिहासिक थियो। त्यो हामीलाई चाहिँ एकदम सम्झना भइरहेको छ। त्यो पल हामीले पदक पाएर राष्ट्रको झन्डा चाहिँ फहराएको सम्झना चाहिँ हामीलाई एकदम झझल्की लागिरहेको छ सर हामीलाई चाहिँ है। 2023 को 22 मै हुनुपर्ने छ, तर कोभिडले गर्दा एक साल पछाडि परेर 23 मा भएको थियो। यो गेम त्यतिखेरको एसियन गेमको क्याप्टेन चाहिँ हाम्रो मेनका राजवंशी, नेपाली सेनामा कार्यरत र अहिले हाल यो अहिले तत्काल भइरहेको नेसनल गेममा पनि ऊ खेल्दैछ। उसको क्याप्टेनसिप नै छ अहिले पनि आफ्नो टिममा पनि, र ऊ थियो मेनका राजवंशी हो त्यतिखेरको हाम्रो मेडल ल्याउँदाखेरिको क्याप्टेन। 1900 एसियन गेममा हाम्रो पहिला त अब 18 एसियन गेम चाहिँ केटाहरूको पार्टिसिपेट भएको थियो। अनि 1900 एसियन गेममा अझै पनि हामीलाई फिक्स नै थिएन कि केटीहरूलाई लाने कि नलाने। हामी क्याम्पमा राख्नु भएको थियो, हामीलाई हाम्रो सङ्घले हाम्रो खेलाडीहरूलाई क्याम्पमा राखेको थियो। तर हाम्रो चाहिँ उता परिषदबाट चाहिँ केही पनि उनी भएको थिएन, महिला कबड्डी टिमलाई लाने कि नलाने। हाम्रो जाने बेलासम्म पनि हामीलाई थाहा थिएन, अझै फिक्स नै थिएन कि लाने कि नलाने भनेर। हामीलाई यति ऊ खेलाडी ट्रेनिङ गरिरहेछ, मेहनत गरिरहेछ, तर पार्टिसिपेट गराउने कि नगराउने यो मनमा खेलाडीलाई धेरै दिनसम्म पनि हामीलाई कस्तो एउटा खेलाडी ट्रेनिङ गरिरहेछ, अझै पनि फिक्स छैन पार्टिसिपेट यिनीहरूलाई दिने कि नदिने भनेर। खेलाडीलाई धेरै त्यतिखेर मोरल पनि अलि डाउन भइसकेको थियो। 2022 मा चाहिँ हामी एसियन गेम पार्टिसिपेट हुन पुग्यौँ। अनि त्यो पछि चाहिँ त्यो गेममा पनि यस्तो भएको थियो कि लास्ट इन्डिङमा चाहिँ हाम्रो एसियन गेम चाहिँ त्यहाँ जाने पार्टिसिपेट हुने है भन्ने ऊ भएको थियो कि कुरा भएको थियो। 100 दिनको त्यो काम डाउन थियो। अनि त्यहाँ चाहिँ हाम्रो अझै फिक्सै थिएन क्या गेम। अनि हाम्रो सदस्य सचिव हुनुहुन्थ्यो टङ्कलाल घिसिङ सर, अनि उहाँले चाहिँ एन्ड मौकामा पछि ल तिमीहरूको ल बधाई चाहिँ कबड्डी पनि अब एसियन गेममा जाने भयो भन्ने कुरा आयो। अनि त्यो चाहिँ हामी धेरै खुसी भयौँ। अनि हामीले एकदम 3 महिना थियो हामीसँग, एकदम पर्याप्त हामीले ट्रेनिङ गऱ्यौँ। हामीसँग हल त थिएन, तर पनि हल नहुँदै पनि हामीले सातो बाटो गएर कहिले टिटी हलमा, कहिले रङ्गशालामा, जहाँ हामीलाई ठाउँ पाइन्थ्यो, जहाँ हाम्रो सङ्घले उपलब्ध गराइदिनुहुन्थ्यो, हामी त्यहाँ गएर ट्रेनिङ गर्थ्यौँ। र सुरुदेखिको प्लानिङमा चाहिँ कबड्डी टोलीलाई महिला टिमलाई पार्टिसिपेट नगराउने उसले चाहिँ हामीले चाहिँ जसरी भए पनि मेडल टच गर्नै पर्छ। हामीले यो 1900 एसियनमा मेडल टच गऱ्यो भने हाम्रो कबड्डीलाई हेर्ने जुन दृष्टिकोण हुन्छ नेपालमा, अरू ठाउँमा पनि जुन परिषदबाट सङ्घबाट हुन्छ त्यो छुट्टै हुन्छ भनेर हामीले त्यस्तै अनुसारले खेलेको थियौँ। बन्डिङ पनि राम्रो हाम्रो। अनि त्यसैले चाहिँ हामी त्यो अनुसार ट्रेनिङमा अगाडि बढ्दै गयौँ। हाम्रो दिन प्रतिदिन राम्रो भयो। हाम्रो सङ्घले पनि हामीलाई बाहिर हरियाणामा ट्रेनिङ गर्ने हाम्रो एउटा इन्भाइरोमेन्ट मिलाइदिनु भयो। त्यहाँ गएर हामीले 1 महिना फुल ट्रेनिङ गऱ्यौँ। त्यहाँ म्याच हामीले 6-7वटा म्याच पनि खेल्यौँ अरू टिमसँग। त्यो गरेर हामी फुल कन्फिडेन्स आइसकेको थियो कि अब हामी केही न केही मेडल चाहिँ टच गर्छौँ है, किनकि हामी एकदम बलियो भइसकेको थियौँ। अनि त्यो गरेर हामी त्यहाँबाट इन्डियाबाट हामी नेपाल आयो, हरियाणादेखि नेपाल आएपछि हामी चाहिँ 10 दिन यहाँ ट्रेनिङ गरेर फेरि चाइना गएको थियौँ। अनि चाइनामा चाहिँ हाम्रो टाइसेट चाहिँ 7वटा टिम परेको थियो। 7 टिममा चाहिँ हामी चाहिँ 3टा टिम एकतिर, 4वटा टिम चाहिँ एउटातिरमा परेको थियो। त्यसमा चाहिँ हाम्रो टाइसेटले पनि साथ दियो भनौँ। अब धेरै राम्रो, हामी ओल्ड बाई हेर्ने हो भने पनि ऱ्याङ्किङ 3मै पर्छौँ होइन। हाम्रो त अब टिम गेममा चाहिँ 2 टिमलाई चाहिँ 3rd दिने गरेको छ। अनि 1st, 2nd अनि 2 टिमलाई 3rd भने चाहिँ 4thसम्मलाई पनि मेडल आउँछ हाम्रो टिममा चाहिँ। अब त्यो 1900 एसियन गेम खेल्न जानुभन्दा अगाडि नै हाम्रो 2 दिन अगाडि नै टाइसिट आइसकेको थियो, जुन हामी नेपालमै थियौँ। र सधैँ हामीले बङ्गलादेशसँग गेम खेलिराख्दाखेरि हाम्रै एभरेजको खेलाडी हुन्। र 13 साउथ एसियनमा हामीले तिनलाई धेरै अङ्कले 8-9 पोइन्टले त्यसलाई पछि पारेको कारणले हामी 1900 एसियन गेममा हामीले यसलाई जित्न सक्छौँ भनेर हामीले त्यही मेन्टालिटीमा गएको थियौँ। र हामीले त्यसै अनुसार खेल्यौँ पनि। त्यहाँ गएर हामीले उनीहरूले पनि हाम्रो पोल पनि राम्रै परेको थियो, 22मा परेको थियौँ हामी, राम्रो परेको थियो। र उनीहरूले पनि कसरी खेल्यो भने नेपाल आएको छ, नेपालले हामीले जितिहाल्छौँ भन्ने उनीहरूले खेल्यो। र हामी पनि बङ्गलादेशले हामी खेलेको छौँ र 13 साउथ एसियनमा यिनलाई हराएको छौँ, यिनलाई जित्न सक्छौँ भनेर हामीले त्यो आँटमा खेलेको थियौँ।
अनि त्यो ठ्याक्क बङ्गलादेशसँग पऱ्यो। बङ्गलादेशसँग हामीले त्योभन्दा अगाडि पनि 19मा खेलिसकेको थियौँ। उनीहरू कतिसम्मको थियो भने हामीले अब उसमा फेसबुकमा इन्टरनेटमा पनि युट्युबहरू यस्तो हेरेर पनि उनीहरूको गेम हामीले हेरिरहेको थियौँ, चोरिरहेको थियौँ उनीहरूले खेलेको कहाँ गरिरहेको छ भनेर हामीले धेरै चिजमा हामीले हेरेर उनीहरूको यस्तो यो रेडर यस्तो छ है, यो रेडर यो डिफेन्डर यहाँनिर क्याच गर्छ है भन्ने हामीले पनि पत्ता लगाइसकेको थियौँ भने चाहिँ हाम्रो त्यो पछि बङ्गलादेशसँग हुँदाखेरि हामीले बङ्गलादेशलाई जस राम्रै पोइन्टले जित्यौँ भनौँ, 8-9 पोइन्टले जित्यौँ हामीले। टर्निङ मोमेन्ट हाम्रो त्यतिखेर डिफेन्स अफेन्स एकदम यति राम्रो थियो नि कुरै नगर्नु। रेडरहरू पनि यति राम्रो थियो जुन त्यतिखेर रेड गरेको त्यो अनुजा कुलुङ राई बहिनी, अनुजा मानमती दिदी हुनुहुन्थ्यो, अनि रबिना थियो, सुनिता थियो, अनि अरू डिफेन्समा बहिनीहरू थियो, म थिएँ, अरू बहिनीहरू थियो। सबैले आफ्नो आफ्नो ठाउँमा पर्फेक्ट, सबैले हामी जुन राति प्लानिङ गरेको थियौँ जसको जुन ठाउँ पर्छ त्यो आफ्नो आफ्नो काम गर, आफ्नो आफ्नोले पर्फेक्ट गर। त्यसै अनुसार हाम्रो मिस कुनै पनि राम्रो नराम्रो पोइन्टै गएको थिएन कि। यति राम्रो रेड त्यो दिन यति राम्रो चलेको थियो, यति राम्रो खेलेको थियौँ, बहिनीहरूले सबैले एकदम राम्रो खेलेको थियो। जब त्यहाँ बङ्गलादेशसँग गेम सुरु हुँदाखेरि जुन एकदम कम्पिटिसन एकदम धमासन म्याच चल्दै थियो, त्यहाँबाट एकदम कसले जित्छ भन्ने उ नै थिएन। जब त्यहाँबाट टर्निङ पोइन्ट जुन गऱ्यो एउटा हाम्रो आर्मीको बहिनी हुनुहुन्छ होइन, उहाँले जुन टर्निङ पोइन्ट जुन नेपाललाई दियो, त्यहाँपछि नेपाललाई अलिकति होस आयो कि अब चाहिँ हामी मेडल टच हुन्छ कि यो गेम जित्छु कि। जब त्यहाँ गेम जित्ने बित्तिकै कबड्डीको सिधा किनभने एसियन गेममा ग्रुपिङ गेममा अहिलेसम्म मेडल आएको छैनन्। त्यहाँबाट सुरुवात गरे कि नेपालको पनि चेलीहरूले विदेशमा एसियन गेम जस्तोमा होइन मेडल ल्याउन सक्छ, त्यो पनि कबड्डीमा पहिलोचोटि इतिहासमा कि वुमेन्स टिमले चाहिँ त्यहाँबाटको ब्राउन्ज मेडलको कारणले कबड्डीलाई एकदम झन हाई, यो 13 साउथ भन्दा त्यो गेम अलि लेभलमा थियो। त्यहाँको गेमले त कबड्डी त झन अझै सबैको कानमा है अब चाहिँ कबड्डीले देशमा केही गर्छ है। एसियन गेममा मेडल ल्याउनु त त्यतिखेर कस्तो थियो भने त्यतिखेरको रेडरमा अनुजा कुलुङ नेपाली सेनाबाट खेल्ने 11 नम्बरको खेलाडी अनुजा कुलुङ इन्टरनेसनल लेभलमा पनि उसलाई चिनेको छ। अहिले पनि इन्टरनेसनल गेमहरूमा भयो भने अनुजा कुलुङ कहाँ छ, किन आएन, किन पार्टिसिपेट भएन भनेर इन्टरनेसनल लेभलले पनि मसँग पनि कुरा हुन्छ। र त्यतिखेरको एकदम स्ट्रङ प्लेयर भनेको अनुजा कुलुङ, मानमती बिष्ट यिनीहरूको कारणले र क्याप्टेनसिप एकदम मेनका राजवंशी धैर्य धारण गर्ने, नहात्तिने, टिमलाई लिड गर्न सक्ने, अनि त्यसपछि टिमलाई कसरी टिमलाई झुकाव दिने, गेमप्रति फोकस के गर्ने भन्ने कुरो अलिक क्याप्टेनसिपमा पनि भर पर्छ। त्यसरी त्यतिखेरको क्याप्टेनसिप त्यतिखेर प्लेयर्सले गर्दाखेरि पनि एकदमै हाम्रो थर्ड मेडल चाहिँ इतिहासमै हामीले राखेका छौँ। अनि एउटा एसियन मेडल भनेको नट अ जोक, धेरै ठुलो मेडल हो नि त। त्यसमा एसियनभरिको मान्छेहरू आउँछ नि त खेल्न। जस्तै सापमा सापको गोल्ड मेडललाई भ्यालु दिन्छ भने एसियनको एउटा मेडल टचलाई पनि धेरै भ्यालु दिन्छ नि त हाम्रो। त्यो पछि धेरै चेन्ज भयो, सबैको लाइफमा चेन्ज भयो। त्यो पछि सरकारले गर्नुभयो, सङ्घले गर्नुभयो, हामीलाई आजीवन भत्ता आयो। त्यहाँदेखि हामी थप मोटिभेट भयो, कबड्डीमा पनि केही रहेछ है, एसियनमा मेडल लियो भने त धेरै चिज पाउँदो रहेछ, धेरै चिजमा अगाडि गर्दो रहेछ, एउटा तपाईँको हिस्ट्री क्रिएट हुँदो रहेछ भन्ने फिल गऱ्यौँ। महिला टिमले इतिहास रच्दै गर्दा पुरुषले पनि चौथो बङ्गबन्धु कपमा दोस्रो पदक ल्याएर कबड्डीमा आफ्नो इतिहास रच्दै कबड्डी विकासलाई अझै अगाडि बढाइरहेको थियो। हाम्रो बङ्गलादेशमा चौथो बङ्गबन्धु कपमा नेपालले पुरुषतर्फको खेलमा पहिलो इतिहास रचेको। किनभने अहिलेसम्म अन्तर्राष्ट्रिय जगतमा हामी 2011मा एउटा मात्रै पुरुषतर्फबाट ब्रोन्ज मेडल ल्याउन सफल भएको थियो, त्यहाँबाट पुरै खाली हात। त्यसपछि एउटा काठमाडौँमा इन्टरनेसनल हुँदाखेरि 3वटा टिममा सहभागी हुँदा त्यसमा ल्याएको थियौँ। त्यतिखेर चाहिँ हाम्रो पुरा नयाँ टिम, नयाँ जेनेरेसनको, पुरानो भन्ने कोही पनि थिएन, नयाँ जेनेरेसनको टिम पठाएको थियो हामीले, पुरै यङ टिम। त्यो टिमले साबित देखाइदियो कि नेपालमा पनि पुरुष ग्रुपिङ गेममा पुरुषतर्फको कबड्डीमा पनि यति राम्रो अब रिजल्ट ल्याउने र एउटा इतिहास रचेको। त्यतिखेर हामीलाई एउटा टर्निङ पोइन्ट के भनेपछि घनश्याम रोका मगर त्यतिखेर इन्डियामा जे होस् ट्रेनिङ गर्ने कन्टिन्यू थियो होइन। उहाँको ठुलो नेपालको पुरुष कबड्डीलाई यहाँसम्म पुगाउनु उहाँको एकदमै ठुलो हात छ होइन। फोर्थ बङ्गबन्धु कप मेरो लाइफमा
सबभन्दा लाइक फेभरेट मोमेन्ट थियो वो, किनकि नेपालको फर्स्टचोटि इन्टरनेसनलमा सेकेन्ड मेडल लिने में कामयाब भएको थियो नेपाल कबड्डी टिम। अनि उसमै म एज अ क्याप्टन फर्स्टचोटि म क्याप्टन बनेको थिएँ नेपालको। अनि वहाँ पनि हाम्रो सबभन्दा कडा म्याच हाम्रो केन्यासँग भएको थियो। वहाँ पनि उसमा पहिला म्याच त हाम्रो केन्यासँग टाई भयो 40 मिनटको, अनि फेरि त्यसपछि 5-5 रेडको आयो, उसमै हामी म्याच जितेको थिएँ। तर उसले चाहिँ आफ्नो खेल होइन बुद्धि पनि एकदमै चलायो के। क्याप्टेनमा चाहिँ त्यति चाहिँ हुनुपर्छ, खेलाडीमा एउटा पेसेन्स होइन हुनु र कसरी कुन बेला चाल्ने के लिने रणनीति चाहिँ खेलाडीमा एकदमै हुनुपर्ने। त्यतिखेर के गर्यो भनेपछि 5-5 रेडमा गर्दाखेरि घनश्यामले एकदम बुझ्यो, आफू क्याप्टेन भएर अगाडि लिड गरेर, जस्तो बक लाइन हाम्रो तिर्खा बोनस लाइन हुन्छ होइन, बोनसमा हामी खेल्ने होइन बक लाइनमा खेल्छ, बक लाइन छुयो कि 1 पोइन्ट पायो होइन त्यो। अनि मान्छे छुयो भने बक लाइन क्रस गर्यो, मान्छे छुयो भने 2 पोइन्ट। अनि घनश्याम त्यतिखेर के दिमाग लाग्यो भने चाहिँ सेमी फाइनल जस्तो खेल्यो होइन, म्याच टाई भइसक्यो। केनिया टिम पनि एकदमै स्ट्रङ, फरेनमा एकदमै राम्रो। अनि घनश्यामले अगाडि गएर ब्लकिङ गर्ने ऊ गर्ने, त्यहाँ त कबड्डी होइन कुस्ती पनि चलेको थियो पट्का पट्की एकदमै राम्रो भएको थियो। हुँदा हुँदा पुरा 1 पोइन्ट यता जाने 1 पोइन्ट उताबाट ल्याउने 1 पोइन्ट यताबाट ल्याउने, जाँदा जाँदा लास्ट रेड जब 2 रेड बाँकी थियो होइन, लास्ट रेडमा चाहिँ हाम्रो गणेश पार्की त्यतिखेर सिभिल थियो भाइ होइन, उहाँलाई चाहिँ हामीले एकदमै विशेष धन्यवाद दिनुपर्छ। किनभनेपछि नेपाललाई फाइनलमा पुगाउनु र दोस्रो हुनु गणेश पार्की र घनश्यामको ठुलो हात छ। किनभनेपछि जब 5 रेडमा 1 रेड बाँकी हुँदाखेरि ऊ रेड जाँदाखेरि बकलाइन पनि क्रस गर्यो, त्यसपछि प्लस 2 पोइन्ट पनि ल्यायो। 3 पोइन्ट नेपाललाई 1 रेडमा ल्याउनु भनेको मल्टी पोइन्ट यो कबड्डीको लागि धेरै ठुलो। त्यसपछि के भयो, नेपाल 2 पोइन्टले लिड भयो, 2-3 पोइन्टले लिड भइसकेपछि केनियाको 1 रेड बाँकी थियो। अनि घनश्यामले अगाडि गएर त्यो एउटा जर्सी नम्बर 8 भने चाहिँ फरेन प्लेयर एकदमै राम्रो छ त्यो केनियाको, उहाँको रेडमा चाहिँ घनश्यामले त कुस्ती पछार उचार, किनभने भित्र छिर्यो भने 2-3 जना छुन्छ कि भन्ने डरले घनश्याम अगाडि गएर उसलाई रोक्ने, भित्र नछिरोस्। आफूले 30 सेकेन्ड हामीलाई क्रस गर्नु थियो लास्ट रेड, उसलाई मिडिल धकल्न खोज्छ ऊ गर्न खोज्छ, यता पछार छ। त्यो त भिडियो अहिले पनि हालेछ कतिमा, यो कबड्डी हो कि कुस्ती हो भनेर मान्छेहरूले कमेन्ट पनि गरेको छ। यो कबड्डीमा पनि कुस्ती जस्तो लड्नुपर्छ भनेर त्यो मुभमेन्ट चाहिँ नेपालको लागि ठुलो बङ्गबन्धुबाट कबड्डीको पुरुषतर्फमा झनै खुर्किला अझै माथि चढ्न थाले क्या। बङ्गलादेशमा जुन बकबन्धु कप भएको थियो, तपाईँलाई इतिहासमै पुरुष टिमले आजसम्म 12वटा देशमा चाहिँ कहिले पनि मलाई लाग्दैन कुनै पनि पदक ल्याएको थियो। तर नेपालले तपाईँलाई के अरे केनियालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। त्यो चाहिँ एकदम इतिहासको दिन हो र पुरुष टिमले चाहिँ नेपालले चाहिँ सेकेन्ड मेडल ल्याउन सफल भयो। यसमा ठुलो रोल चाहिँ म नेपाल कबड्डी लिगको हेर्न देखिरहेको छु। NKL विश्वास हुन्न थियो कि भाइ आउँछ कि आउँदैन। मलाई चाहिँ एकदम खुसी लाग्यो जब नेपालमा पनि NKL सुरु हुने भयो। इन्डियामा प्रो लिग भइरहेको छ, हाम्रो यहाँ कहिले होला भन्ने जस्तो भइरहेको छ। NKL फ्रेन्चाइज लिग, NKL नेपाल कबड्डी लिग, नेपाल कबड्डी लिग। हामी सानोदेखि कबड्डी खेल्छौँ साथीहरूसँग भाइहरूसँग, अनि सानोदेखि त्यो कबड्डीको इन्ट्रेस्ट भएर म PKL हेर्छु सधैँ, अनि एभ्री सिजन धेरै फलो गरिरहेको छु, सबै प्लेयर्सहरूलाई चिन्छु। अनि म ड्याडीसँग पनि हेर्नुहुन्छ, अनि ड्याडीले सोधेको थिए कि यहाँ नेपालमा किन यस्तो एउटा लिग छैन भनेर। एक्चुअली म र मेरो छोरा बसिराखेको थियो, त्यो नेपालले त्यो कबड्डी हेरिराखेको थियो इन्डियाको PKL। त्यो हेर्दा मेरो छोराले सोधेको मेरोसँग कि यो त राम्रो गेम छ, हामी पनि यो नेपालमा किन गर्न सक्दैनौँ। त्यो एउटा सोच उहाँको जुन सवाल छ, त्यो सवाल मेरो राति त्यो सवालले गरेर म सुत्न पाएन कि हो यो त गेम त राम्रो नै हो। अब मैले बिजनेस पनि 20-25 वर्ष बिजनेस पनि गऱ्यो। अब नेक्स्ट स्टेप के, जुन हिसाबमा अब
स्पोर्ट्स भन्दाखेरि आइपिएल लिगहरू जुन चलिराखेको थियो, आइपिएल होस् या पिकेएल होस्, त्यो हिसाबमा मैले सोचेँ कि अब यो चिज अब हामी नेपालमा पनि लिएर आयो भने कसरी के हुन्छ। त्यो बेला नेपालमा तपाईँको 2-3 लिगहरू पनि चलिराखेको थियो। नयाँ हुँदाखेरि मैले भनेको ठिकै छ, अब नयाँ चिजमा पनि हामी हात हालौँ। साँच्चै नै 2022मा यो चाहिँ एउटा ठुलो प्रपोजल चाहिँ हामी कहाँ आइपुगेको थियो र नेपालमा चाहिँ इन्डियाको जस्तै प्रो कबड्डी जस्तै चाहिँ नेपालमा पनि एउटा फ्रेन्चाइज गर्नु पर्यो भनेर त्यो प्रपोजल आइसकेपछि त्यसमा विभिन्न तरिकाबाट छलफल हुन थाल्यो। तत्कालीन अवस्थामा म चाहिँ डिसिजन मेकर थिएन, तर एउटा सचिवालयको मेम्बरको हिसाबले म त्यतिखेर ट्रेजर थिएँ र आफ्नो ओपिनियन दिँदा पनि त्यहाँ चाहिँ त्यो निष्कर्षमा पुगिसक्ने अवस्था थिएन। लिग हामीले 2022तिर हामीले गरेको 4 वर्ष नै भइसक्यो। त्यसको लागि हामीले पनि एन्कामा थुप्रै मेहनत पनि गर्यो। 1-2 वर्षदेखि त हाम्रो कुरा नै भइराखेको थियो कि कसरी लिग गर्ने। तपाईँलाई 2080-3-26 पछि एउटा एन्काको नयाँ बडी आयो, जसमा चाहिँ म चाहिँ जेनरल सेक्रेटरीमा निर्वाचित भइसकेपछि मैले चाहिँ 7 दिनपछि हाम्रो यो एस्टोनिक्सको अमित बेगानीज्यूसँग मैले भेट्ने एउटा वातावरण बनाएँ र हामी भेटेर यसलाई सुखद रूपमा तपाईँले दिएको प्रपोजल चाहिँ एकदम राम्रो छ, मैले धेरै अध्ययन गरेको छु, तर योभन्दा पहिला चाहिँ निष्कर्ष विहीन भएको थियो र यसलाई चाहिँ मैले निष्कर्षमा लिएर जान चाहन्छु, हामी चाहिँ अगाडि बढ्न चाहन्छौँ भनेर भनिसकेपछि उहाँहरू पनि उत्साहित हुनुभएको थियो। त्यसको संरचना कसरी के हुन्छ, मोडलिटिज कसरी हुन्छ गर्दा लगभग मेरो हिसाबमा 1-1.5 वर्ष त हामीले र एन्का एसोसिएसनसँग कुरा हुँदाखेरि थुप्रै मिटिङहरू गरेपछि फेरि हामी एउटा त्यसमा पुगेको हो र त्यो बेलामा एन्का पनि एउटा लिगकोतिर तयारी नै गरिराखेको थियो। 6 महिनापछि एग्रिमेन्ट भएको थियो हाम्रो र त्योभन्दा अगाडि हामी चाहिँ के अरे यो लिगलाई कसरी अगाडि बढाउनुपर्छ, यसको मेकानिजमहरू कसरी हुन्छ, यसका भित्री पक्षहरू कसरी हुन्छ, त्यसको लागि अमितजी र म चाहिँ इन्डिया अहमदाबाद पुगेर प्रो कबड्डीका सिओहरू, त्यहाँका टेक्निकल डाइरेक्टरहरूलाई भेटेर होइन यसमा वृहत छलफल गरिसकेपछि अनि नेपालमा हामी आयौँ। नेपालमा आइसकेपछि त्यसपछि एन्का र एस्टोनिक्सको बिचमा औपचारिक रूपमा चाहिँ तपाईँलाई लगभग 6 महिनापछि सम्झौता हुन पुग्यो। एनकेलको सिजन 1 सुरु हुनुभन्दा अगाडि नेपालमा भएको थियो एनएसएल, एनपिएल, इपिएल, डिपिएल होइन, इभिएल, इडब्ल्युबिएल भएको थियो। त्यो भनेको केमा हो भन्दाखेरि फुटबल, क्रिकेट र भलिबलमा मात्र हो। अब त्यो बाहेक अरू गेममा यस्तो प्रोफेसनल्ली फ्रेन्चाइज टिमहरू साध्य छैन भन्ने नै थियो होइन। कसैले सोचेकै थिएन कबड्डी पनि व्यावसायिक बाटोमा अगाडि बढ्छ भनेर होइन। तर कबड्डी पनि नेक्स्ट व्यापार व्यवसाय गर्न सक्ने, उद्योगको रूपमा स्थापित गर्न सक्ने गेम हो भन्ने चिज चाहिँ एनकेले इस्टाब्लिस गर्यो। कबड्डी हामीले सबै स्कुलले हाम्रो बच्चाहरूमा त सबैले खेलेको नै हो। त्यहाँदेखि बिस्तारै हेर्दाखेरि के भयो कि यसको लोकप्रियता कम हुँदा गयो होइन। अब भन्दाखेरि अब यो मेनली तपाईँको गाउँ घरमा मात्रै सीमित भयो। सबैभन्दा ठुलो च्यालेन्ज भन्दाखेरि हाम्रो लागि त्यो नै थियो। अब यसले या त हामीले च्यालेन्जको रूपमा पनि लिन सक्छौँ, त्यहाँदेखि हामीले हेर्दाखेरि यसले च्यालेन्ज होइन, हामीले भन्यो कि यो त तपाईँको पुरा एकदम राम्रो अपर्च्युनिटी पनि छ यसमा। र यसको लागि चुनौती भनेको मान्छेको विश्वास जित्नु थियो, नेपाली जनताको विश्वास जित्नु नै थियो। अनि एनकेएल पनि कबड्डी पनि एउटा खेलाडीले खेलेर खान पाउने वा खेलेर तलब पाउने ठाउँ हो है, खेल हो है भन्ने इस्टाब्लिस गर्नु थियो। त्यो चिज चाहिँ इस्टाब्लिस गर्यो भन्ने मलाई लाग्छ। सबैभन्दा पहिला के भयो, ठिकै छ, एउटा लिग र एउटा गेम जुन हाम्रो नेसनल गेम भनौँ या कुनै पनि गेममा लिग तपाईँको एउटा डिफ्रेन्ट काइन्ड अफ बिजनेस चाहिँ छ। त्यसको खेल्नेको तरिका पनि डिफ्रेन्ट हुन्छ, त्यसमा रुल्सहरू सबै डिफ्रेन्ट हुन्छ। लेकिन यहाँ तपाईँको त्यो लागि कुनै पनि के पनि रुल्सै थिएन। त एउटा रुल्स कसरी के लिएर आउने, रुल्स लिएर आयो भने त्यसको लागि फेरि तपाईँको रेफ्रीहरू टेक्निकल मान्छे नै थिएन यहाँ। त टेक्निकल मान्छेले कसरी त्यो गर्ने, यही बिचमा हाम्रो तपाईँको त्यो प्रो कबड्डीको राव सरसँग पनि मेरो भेट भयो। भेट हुँदाखेरि उहाँले एकदम सहयोग गर्नुभयो। उहाँले नै सिकाउनु भयो कि अब लिग कसरी हुनसक्छ, सञ्चालन गर्नको लागि लिगमा के गर्नुपर्ने हो, त्यसको लागि हाम्रो टेक्निकल टिम कसरी के तयारी गर्नुपर्ने हो,
कोचेसहरू कसरी के गर्ने हो। त्यसपछि विभिन्न पार्टहरू आयो, कति टिम हुन्छ होइन, विदेशी प्लेयरहरू कति हुन्छ होइन, यसको मोडालिटी कसरी हुन्छ, यसको अक्सन हुन्छ कि ड्राफ्ट हुन्छ, अनि यसमा चाहिँ के अरे इन्टरनेसनल रेफ्रीहरूलाई कसरी ल्याउने, इन्टरनेसनल कोचहरूलाई कसरी ल्याउने, कसरी अनुबन्धन गर्ने, नेपालका कोचहरू कसरी हुन्छ, नेपालका रेफ्रीहरू कसरी हुन्छन्, नेपालमा चाहिँ खेलाडीहरू छनौट कसरी गर्ने, कहाँबाट गर्ने, धेरै च्यालेन्जिङ थियो। यसलाई चाहिँ 6 टिममा विभाजन गरेका थियौँ। 6 टिममा हामी किन विभाजन गऱ्यौँ भने हामीले सिङ्गल राउन्ड खेलाउने कि डबल राउन्ड खेलाउने कि ट्रिपल राउन्ड खेलाउने। तपाईँ प्रो कबड्डीमा हेर्नुहुन्छ त्यहाँ चाहिँ ट्रिपल राउन्ड खेलाउँदाखेरि 3 महिना लिग जान्छ। त्यसकारण हामी चाहिँ अब अहिले चाहिँ तत्काल चाहिँ हामी त्यति लामो लिगमा जान सक्ने अवस्था छैन। कति टिम राख्दाखेरि कति दिनको हाम्रो म्याच हुन्छ र कुन राउन्ड रोबिनमा हामीले खेलाउने भन्ने कुराले गर्दाखेरि तत्काल हामी चाहिँ यो लिगलाई 15 दिन म्याच चाहिँ हामी 15 दिन, क्याम्प चाहिँ हामी 1 महिना राख्ने गरी यसलाई चाहिँ हामी एउटा मोडालिटीमा हामी तय गऱ्यौँ र 6 सहरहरूको नामलाई केन्द्रित राखेर हामी 6 फ्रेन्चाइजहरूलाई हामी यो टिम चाहिँ हामी बेच्यौँ र यो बेचिसकेपछि हामीले यो अहिले चाहिँ हामीले यो 15 दिनको लिग खेलाइरहेको छौँ। यो दोस्रो सिजन पनि हामी सेम मोडालिटीमा जाने र अर्को सिजनदेखि हामीले यो टिमलाई पनि बढाउने र यो राउन्डलाई पनि हामी बढाउने। हाम्रो यो लिग चाहिँ हामी अबको उसमा चाहिँ 1 महिनासम्म खेलाउनु, डबल राउन्ड रोबिनमा हामी यो लिगलाई खेलाएपछि यो 1 महिनासम्म यो लिग जान्छ। त्यसकारण यो तपाईँलाई यो सबै कुराहरू नबुझिकन लिग सञ्चालन हुँदैन। पहिलो रेड नेपाल कबड्डी लिगको पहिलो रेड गर्दै प्रदीप बेजार। Yes, indeed, and this is the first finalist. The winners of the inaugural TV Sam Nepal Kabaddi League is Janapur Knights! NKL नेपालमा जुन सुरुवात भयो यो एउटा अत्यन्त खुसीको कुरो हो। सिजन 1 मेरो एक्सपेक्टेसन्सलाई धेरै त्यो गर्यो डिफाई, एक्सपेक्टेड भन्दा बढी नै भयो। राम्रो यो भारतको मात्र देखेको थिएँ नि त प्रो कबड्डी, नेपालको देखेको थिएन नि त। नेपालमा पनि त्यस्तो ओहो हुँदाखेरि त्यही पनि केटाहरूको भयो, तर हाम्रो त भएन केटीहरूको है। त्यही पनि कस्तो के हुन्छ नि एकदम खुसी, ओहो अब चाहिँ अब हाम्रो खेलाडीले पैसामा पनि अलि कमाउने भए, पैसाको पनि राम्रो हुने भयो भन्ने चाहिँ लाग्यो मलाई। कस्तो त्यो हुन्छ नि, मैले एउटा गेम पनि मिस गरिनँ होला कि, मलाई त्यस्तो खुसी लागिरहेको क्या। त्यो यो यहाँको रङशालाको त्यो इन्भाइरोमेन्ट, त्यो हल पुरा भरिँदा सबै पुरा ठुलो स्क्रिनमा रिभ्यू लिएर एउटा स्टेप बाई स्टेप गेम देख्दाखेरि कस्तो खुसी लागेको। हाम्रो महिलाको पनि छिट्टोभन्दा छिट्टो लिग सुरु भइदियो हुन्थ्यो भन्ने लागिरहेको थियो मलाई, एकदम खुसी लागिरहेको थियो। पहिलो सिजनमा अब हाम्रो एनकेएलमा अलि थोरै खेलाडी थियो र यसपालि धेरै खेलाडीहरू छन्। अहिले हाम्रो अखिल नेपाल कबड्डी सङ्घले पनि गेम धेरै गराएको कारणले राम्रोसँग भविष्य यसमा एनकेएल खेलेर खेलाडीले गेम यो कबड्डी खेलेर भविष्य छैन भनेर पनि नसोच्दा नै हुन्छ। एकदम राम्रो छ, एकदम राम्रो गरिराख्नु भएको छ हाम्रो सङ्घले, हाम्रो परिषदले, हाम्रो कबड्डीले एकदम राम्रो गरिराख्नु भएको छ। एनकेएलले नेपालको कबड्डी खेलमा उच्च स्थानमा ल्याएको छ खेलाडीहरूलाई। मैले योभन्दा अगाडिको इन्टरभ्यूमा भनेको छु, खेलाडीको जीवनको मूल्य, उसको सिपको मूल्य पाएको छ खेलाडीहरूले। किनभने यो त क्याससँग कन्भर्ट छ अहिलेको हाम्रो खेलकुद भनेको। एनकेएल भनेको पहिलो, दोस्रो, तेस्रो 3 चरणको खेलाडीको क्याटेगोरी छ। 3 चरणमा 3 चरणको पारिश्रमिक पनि खेलाडीहरूले पाउने गरेका छन्। लिग हुन्छ भन्ने बित्तिकै आफूलाई यस्तो लाग्यो अब इन्डियाको प्रो कबड्डी देखिएको थियो होइन।
अब हामीलाई पनि कस्तो भइरहेको थियो भने इन्डियामा प्रो लिग भइरहेको छ, हाम्रो यहाँ कहिले होला भन्ने जस्तो भइरहेको थियो। तर हाम्रो अखिल नेपाल कबड्डी सङ्घको यो पहलमा जुन यो एस्ट्रोनिक्स ग्रुपसँग सहकार्य गरेर उहाँहरूले जुन यो कार्यक्रम राख्नुभयो, यसले चाहिँ पछि चाहिँ अब त्यो कोचमा सिलेक्ट हुँदा त अब म त केही न केही गर्छु, राम्रै गर्छु भन्ने जस्तो पनि लागेको थियो। अब जस्तो आउने पिँढीहरूलाई र अहिलेको खेलको अवस्था हेऱ्यो भने कबड्डी खेलको कुरो गर्दैछु म होइन। यो एनकेएल फ्रेन्चाइज लिगले होइन, यो नेपाल कबड्डी लिगले एउटा छुट्टै खेलाडीमा होइन एउटा यस्तो बाटो छ कि मतलब खेलाडीहरूले अहिले म नेसनल नखेले पनि म गाउँमा नखेले पनि एनकेएल चाहिँ खेल्छु भन्ने भावनाले उनीहरू छुट्टै आफ्नो इन्डियामा ट्रेनिङ गर्न जाने होइन, आफ्नो पर्सनल ट्रेनिङ गर्दैछ होइन। किनभने एउटा एनकेएल नेपाल कबड्डी लिग जबबाट सुरु भयो, किनभने पहिला हाम्रो खेलाडी 100 कतिले भर्यो थियो, यसपालि 512ले फर्म भर्यो, किनभने यो एनकेएलको लागि। किनभने यति ठुलो प्लेटफर्म जुन देख्यो होइन, यो भित्रको माहौल देख्दाखेरि उनीहरूलाई चाहिँ ट्रायलमा मात्रै तिनीहरू यति खुसी भयो कि मैले एनकेएलको ट्रायल दिँदा त तिनीहरू त्यति खुसी हुन्। झन् उनीहरू आज अहिलेको प्लेयरले एनकेएल खेल्न पाउँदाखेरि डाइरेक्ट एउटा डिस्ट्रिक्टको खेलाडी डाइरेक्ट यति ठुलो प्लेटफर्ममा नेपाल कबड्डी लिगको एउटा फ्रेन्चाइज लिग खेल्न पायो भने तिनीहरू झन् कति खुसी। म 9th नेसनलमा आएको थिएँ त नेपालमा कबड्डी खेल्नको लागि। त्यति बेला त यति क्रेज छैन थियो त नेपालमा कबड्डीको, बट जब से यता एनकेएल आछ तब से तो मतलब लाइक कबड्डी क्रेज तो 81 बढ्यो। अनि आई थिङ्क अब एनकेएलदेखि यस्तो लाग्छ कि भाइ यहाँ अहिले कबड्डी पनि नेपालमा पनि फ्युचर छ कबड्डीको। अनि यो सबै विभागहरू पनि तान्छन् सबै राम्रो खेलाडीलाई। तो अहिले छ नेपालमा कबड्डीको मतलब क्रेज छ, कबड्डी अनि कबड्डीको फ्युचर छ अहिले। एनकेएल भनेको एउटा सिजनमा हुन्छ, वर्षमा एकचोटि हुने गेम हो र तर के हो भने एनकेएलले अहिले विदेशिनुभन्दा पनि फ्याक्ट कुरो भन्दाखेरि अहिले भर्खरै पनि हुन लागेको यो हाम्रो चुनावी माहौल छ। यो चुनावी माहौलमा चाहिँ हाम्रो निर्वाचन प्रहरी भनेर खुलेको थियो, निर्वाचन प्रहरी भनेर यिनै खेलाडीहरू जस्ता उमेरका मान्छेहरू जाने हुने त, तर अहिले निर्वाचन प्रहरीमा पनि कमैले भरेका छन् यो एनकेएल खेल्ने नै भनेर। यो एनकेएलले गर्दाखेरि खेलाडीहरूले अन्य क्षेत्रमा भन्दा कबड्डी खेलमै चाहिँ फोकस भएको छ, यो चाहिँ सत्य हो। अब अहिले यो एनकेएल जुन गर्नलाई जमर्को कसिएको छ, पहिलो त भइसक्यो, यो दोस्रो हो। यसरी नै यसलाई लगातार रूपमा गर्दै गएको खण्डमा 10-15 वर्षपछि पनि यसले एउटा राम्रो माइलेज प्राप्त गर्छ। आई होप एनकेएललाई त्यही प्यारहरू पाउँछ जो क्रिकेटहरू एनपिएल जस्ता प्लेयर्सहरूलाई पाउँछ।